हेलो नमस्कार। म सन्तोष चौधरी, भेटनरी पशु स्वास्थ्य प्राविधिक। विशेष गरेर यो गाईको चाहिँ घुँडामा चाहिँ पुरै पानी जम्मा भएको छ र यस्तो किसिमको जुन छ अरू अरू खुट्टामा पनि छ, यसको पुरै गिलो र यसमा चाहिँ हामीले थिच्दाखेरि त्यसलाई पेन पनि भइरहेछ, जसले गर्दाखेरि चाहिँ हामीले यसलाई निडिल पिक गर्दाखेरि पनि पानी यसरी चाहिँ पानी निक्लिरहेको छ र जसले चाहिँ हामीले चाहिँ यो रोगलाई चाहिँ हाइग्रोमा भनिन्छ। र काउ हाइग्रोमा भनेको के कारणले हुन्छ त भनेदेखि काउ हाइग्रोमा चाहिँ विशेष गरेर पशुहरूको बस्ने ठाउँमा चाहिँ साह्रो भाग हुनु र बस्दा उठ्दा पटक पटक चोट लागिराख्नु हैन। र अर्को कुरा के छ भने यसलाई चाहिँ ओछ्याउने सोतरमा चाहिँ पातलो हुनु, एकदम बाक्लो सोतर नहुनु, यसमा पनि भर पर्छ। र अर्को कुरो ब्याक्टेरियल इन्फेक्सन छ, भाइरल इन्फेक्सन छ भने पनि यो काउ हाइग्रोमा हुन्छ र कुनै कुनैमा यसो गर्दाखेरि पिप पनि भरिएको हुन्छ र यसमा चाहिँ विशेष गरेर पानी चाहिँ भरिएको छ र यसलाई चाहिँ हामीले हाम्रो भाषामा चाहिँ काउ हाइग्रोमा भनिन्छ। यसको उपचारमा चाहिँ अब सानो नरम हाइग्रोमा छ भनेदेखि कडा जमिनबाट हटाउनुपर्छ बाँध्नलाई र एकदम बाक्लो सोतर ओछ्याउनुपर्छ र म्याग्नेसियम सल्फेट र प्लस ग्लिसरिन लगाएर ब्यान्डेज जुन गज ब्यान्डेजलाई मजाले त्यसमा भिजाएर पुरै त्यो शून्यको भागमा ब्यान्डेज गर्ने हैन। त्यसरी गर्दा पनि चाहिँ केही हदसम्म हामीले चाहिँ कन्ट्रोल गर्न सकिन्छ। र इन्फेक्सन ठुलो संक्रमण इन्फेक्सन भएको हाइग्रोमामा चाहिँ हामीले चाहिँ एन्टिबायोटिकहरू दिन सकिन्छ। विशेष गरेर अक्सिटेट्रासाइक्लिन पनि दिन सक्यो र अर्को बिस्टरपेन इन्जेक्सन पनि दिन सकिन्छ। शून्यको ठाउँमा चाहिँ हामीले चाहिँ पेनिसिलिन जेन्टामाइसिन पनि इन्जेक्ट गर्न सकिन्छ। जुन ठाउँमा शून्यको छ त्यही ठाउँमा इन्जेक्सन गर्न सकिन्छ। यो गाई भैँसीमा चाहिँ हाइग्रोमा हुनबाट बचाउनको लागि चाहिँ हामीले चाहिँ प्रिभेन्सन गर्नुपर्छ, जस्तो नरम ठाउँहरूमा बाँध्नु पर्यो र काउ म्याटहरू ल्याउनु पर्छ र विशेष गरेर सोतर हाल्दाखेरि चाहिँ बाक्लो मोटो सोतरहरू दिनुपर्छ। यसरी चाहिँ हामीले चाहिँ समयमै यसको लागि तयारी गर्यो भने पशुमा चाहिँ यो हाइग्रोमा हुनबाट बच्न सकिन्छ र बचाउन सकिन्छ। धन्यवाद।